कहिलेदेखि राख्नु भएको थियो त्यही सुन्तला लिएर आएको भएर होला नि। यो 4वटा नल चाहिँ हामीले घर पुर्याउने है गाइस। 4वटा कि 5वटा? 5वटा नल। ओ हाम्रो मम्मीले त्यहीमा सुन्तला के खानुभयो, सुन्तला खानुभयो अनि चिया पिनुभयो। अमिलो पा भन्नुभयो धेरै। यो नल घर पुर्याउने। यो चाहिँ हाम्रो बारी, यो चाहिँ हाम्रो बारी। बारीबाट देखिने भ्यूज हेर्नु, यस्तो राम्रो भ्यू छ नि, दामी भ्यू छ। ल कस्तो लाग्यो तपाईँहरूलाई कमेन्ट चाहिँ गरिदिनु होला। यस्तो राम्रो छ। अझै पर जाने भने झन् देखिन्छ राम्रो। हेर्नु है त हजुरहरूलाई मैले अझै पर गएर देखाउँछु। हाम्रो बारी, बारीमा आज नल लिन आएको। हेर्नु यस्तो राम्रो छ नि। अझै यता देखाइदिन्छु तपाईँहरूलाई म अहिले। ल हेर्नु है त, हेर्नु ल। यो चाहिँ ल हेर्नु यस्तो राम्रो भ्यूज हेर्नु, यस्तो राम्रो भ्यूज हेर्नु, यस्तो राम्रो छ कि भ्यूज हेर्नु त। ए मा यस्तो राम्रो छ। हेर्नु तल चाहिँ हामी पढ्ने स्कुल, माथि माथि चाहिँ लुङ्गु देउराली गाइस। अनि यता चाहिँ बालाकोट भन्छन्। अनि यता चाहिँ उहाँ देखेको रोड देखेको सिमले। अनि यतातिर चाहिँ यो चाहिँ पारी देखेको गाउँ चाहिँ इकाङ। अनि यो खसडाँडा दपुरका। यस्तो राम्रो छ नि। ल हेर्नु यस्तो राम्रो छ, यस्तो राम्रो छ, यस्तो राम्रो छ नि गाइस, यस्तो राम्रो छ नि। हेर्नु यस्तो राम्रो छ नि। यहाँबाट झन् यस्तो राम्रो देखिँदो रहेछ, दामी देखिँदो रहेछ यहाँबाट चाहिँ। यो चाहिँ हाम्रो बारीबाट देखेको भ्यू चाहिँ गाइस। ल हेर्नु दपुर्काको डाँडा पनि राम्रो देखिँदो रहेछ। यो चाहिँ हाम्रो बारी। ल गाइस हामी चाहिँ नल बोकेर हिँड्ने है। यो चाहिँ मेरो बुढी हुन् अगाडि कि म चाहिँ पछाडि छु। ल है त म चाहिँ ल हेर्नु है त, मलाई पनि हेर्नु। म चाहिँ यस्तो अवस्थामा छु अहिले। ल यस्तो अवस्थामा छु। यो मान्छेलाई गाह्रो छ एकदम। गाउँमा मान्छेहरूलाई त एकदम गाह्रो छ। ल त कस्तरी बारी बोक्न पर्छ। तपाईँहरूले लाइक गरिदिनु, कमेन्ट गरिदिनु है त। अनि कस्तो लाउँछ प्रतिक्रिया चाहिँ सब्सक्राइब गरिदिनु होला।